साथीहरू यो किचनको बाहिरपट्टि माथिबाट केही कुरा खसेको जस्तो आवाज आइसकेपछि के हो भनेर बाहिर निस्किँदाखेरि यहाँ चाहिँ एउटा ठुलै गोवन सर्प भन्छन् है। यद्यपि मैले त्यसलाई प्रमाणित गर्न सक्दिनँ, जान्दिनँ। यसले चाहिँ मुसो समातेको रहेछ र मुसोलाई निल्न निकै कसरत गरिराखेको छ र म आइसकेको देखिसकेपछि यो यहाँबाट अब स्केप कसरी हुने भनेर सोचिराखेको छ। डर पनि लागेको छ। हेर्नुहोस् है, यति आइरहेछ, कतै टोक्ने त होइन मलाई। ओ माई गड, यति लामो छ, यति कालो छ। हेर्नुहोस्, यति लामो तिखो पुच्छरसितको साँप छ। यसको मुखमा चाहिँ मुसा छ, त्यो मुसालाई निल्ने कोसिस गरिरहेको छ र कतै मुसा छोडेर यतै आउने त होइन भन्ने पनि डर लागिरहेको छ। यद्यपि मलाई के चाहिँ कता यहाँ छ, के चाहिँ विश्वस्त छु भने यो मुसो आएको मुसो मुखबाट छोडेर मलाई चाहिँ टोक्न यो आउँदैन। त्यही पनि म अलिकति माथि चढेर यो रेलिङमाथि चढेर यो भिडियो खिचिरहेको छु। यो ठ्याक्कै बाहिरको टोयलेटको अगाडिपट्टि हो। यो टोयलेटको माथिबाट यो यहाँ खसेको रहेछ। अब हेर्नुहोस् है के गर्छ यसले। यो मुसो उठाएर यो यहाँबाट निस्किने प्रयास गरिरहेछ, मतिरै आइरहेछ। हेर्नुहोस् है, यो पक्कै पनि मुसो छोडेर मलाई टोक्न त आउँदैन। यहाँबाट बाहिर भाग्यो। ल हेर्नुहोस् है, यति लामो छ। ओ माई गड, भेरी डेन्जर। हेर्नुहोस् त, यहाँ अलिकति झाडी पनि छ, लामो समयदेखि नफाडेको झाडी, त्यहीँ भाग्यो।